25, 26, 27 भनेपछि तेरो दिदी कति लभ गरिस् भने पनि त्यसले भोलिको दिनमा तँलाई धोका दियो भने तेरो जिन्दगी नर्कमा जान्छ। हेर, अब मैले तँलाई माया गर्छु, तँलाई मन पराउँछु होइन। हेर, आफूले मन पराउने भन्दा आफूलाई माया गर्ने केटा पाउनु धेरै गाह्रो पर्छ, बुझिस्। जिन्दगी भनेको धेरै गाह्रो छ, धेरै गाह्रो यात्रा हो। श्रीमान श्रीमती भनेको एक रथको दुई पाङ्ग्रा हो, बुझिस् नि, बुझिस्। त्यसैले जिन्दगीमा अगाडि बढ्नु छ भने आफूलाई बुझ्ने एउटा पार्टनरको जरुरी पर्छ। म तँलाई सो बुझ्छु, म तँलाई माया गर्छु, त्यही हो, बुझिस् नि विपना। यसलाई के चाहिँ गर्नु, के भन्नु हौ मैले यसलाई। मायामा उमेर जात के पनि यसो गर्न त ठिक छ नि त। ल यो मसँग बे गर्छ अरे है गाइज होइन, लास्टै मन पराउँछ अरे, सिधै हो। अब मसँग बे गर्ने हो भने त मेरो घरमा आएर बस्नुपर्छ, सिधै कुरो हो होइन। म त मेरो त्यो बे गरेर बस्नु ए बस्ने रेडी घर जाउँ हुन नि। यदि तैँले नि साँच्चीकै मलाई माया गर्छस् भने होइन, तैँले नि मलाई भिरबाट हाम फालेर मतलब भिरबाट हाम फालेर मर भन्यो भने मरिदिन्छु म। यस्तो भिरबाट हाम फाल्ने मान्छे चाहिँ मलाई चाहिएन। होइन तेरो लागि तैँले भन्छस् भने म जे पनि गर्दिन तयार। बाबा दिदी यहाँ आउनु त, यो लिम्बुलाई ठोक्नु पर्यो यार, भएन।